हेलो सबैजनालाई नमस्ते है। र आज चाहिँ म चाहिँ के गर्न आँटेको छु भन्दाखेरि चाहिँ म चाहिँ आज खोर्सानीको बिरुवाहरू सार्न आँटेको है। बारीमा चाहिँ होइन, त्यो चाहिँ 85 गर्न आँटेको। यहाँनिर छिटेको थिएँ नि त मैले, तपाईँलाई देखाउँछु यहाँ खोर्सानीको है। यहाँ चाहिँ खोर्सानीको बिरुवाहरू छ है, बिजोग भइरहेछ है, सार्नु पनि पाएको थिइनँ। र यसलाई चाहिँ 85 भन्छ, यसलाई चाहिँ पटमा हालिराख्नुपर्छ है। र है ठुल्ठुलो भएपछि चाहिँ बारीमा सार्नुपर्ने हुन्छ है। र मैले आधी चाहिँ अस्ति यहाँनिर सारिसकेको छु, देख्न सक्नुहुन्छ है। यो चाहिँ मैले आँटाको प्लास्टिकमा गरेको छु है। र तपाईँहरूले चाहिँ युज एन्ड थ्रो ग्लास छ भने त्यसमा गर्दा पनि हुन्छ। युज एन्ड थ्रो ग्लासमा झन् सजिलो हुन्छ, किनकि कम्ती माटो जान्छ है। र भोलि बारीतिर त्यो लानु पनि सजिलो हुन्छ। तर यसमा चाहिँ यस्तो पटमा चाहिँ अलिक साह्रो पर्छ है, माटो पनि बेसी लाग्यो, यसलाई बारीमा लानु पनि अलिक उयो हुन्छ। तर युज एन्ड थ्रो ग्लासमा त निकै जान्छ है, बोक्नु पनि सक्छ। र यो चाहिँ तर यसमा चाहिँ ठुलो प्लटमा हालेको कारण चाहिँ अलिक ठुल्ठुलो हुनु पाउँछ, मजाले बढ्नु पाउँछ भनेर चाहिँ मैले ठुलै पटमा लगाइदिएको छु है। यो चाहिँ आँटाको प्लास्टिक हो, तर मेरोमा युज एन्ड थ्रो ग्लास चाहिँ छैन है। र मैले चाहिँ यस्तै आँटाको प्लास्टिकहरू राखेर चाहिँ त्यसमा चाहिँ रोप्न आँटेको छु है। र हेर्दै गर्नुहोस् है त, कुहिएको मलहरू छ भने चाहिँ राम्रो हुन्छ है। तर मेरोमा चाहिँ मकैको मलहरू चाहिँ छैन है। एकदम पचिसकेको मल छ भने चाहिँ त्यही मलमा मात्रै रोप्दा हुन्छ। तर यो मेरोमा चाहिँ यस्तो आलो मल छ है। यो आलो मलमा चाहिँ फेरि यो मल कडा हुन्छ है, त्यसले गर्दाखेरि सानसानो भर्खर सारेको बिरुवा चाहिँ राम्रो हुँदैन। त्यसमा चाहिँ त्यसले गर्दाखेरि चाहिँ पहिलो हुने चान्सेस हुन्छ। त्यही भएर चाहिँ मैले चाहिँ आधी माटो लिएको छु है। यो चाहिँ माटो हो, यो आधी माटो हो, नर्मल माटो है, बारीको माटो। र यसमा चाहिँ अलिकति मल मिसाएर चाहिँ फिटिकन चाहिँ रोपिदिन्छु। किनकि अब मेरोमा चाहिँ त्यस्तो कुहिएको मलहरू चाहिँ छैन। पचेको मल छ भने चाहिँ त्यसमा डाइरेक्ट रोप्दा पनि हुन्छ। तर यस्तो यो मलमा मात्रै चाहिँ डाइरेक्ट चाहिँ हुँदैन, किनकि अब त्यसले चाहिँ पहिलो हुन्छ है, कडा पनि हुन्छ। त्यसले गर्दाखेरि र अब चाहिँ म यसमा रोप्न आँटेको। र अहिले भने चाहिँ मैले खोर्सानी चाहिँ यहाँनिर सारिसकेँ है, यहाँ देख्न सक्नुहुन्छ। र मैले चाहिँ सारेर पनि पानीहरू हालिरहेको छु है। र यो चाहिँ हो मैले पहिला सारेको है, यो खोर्सानीहरू। यिनीहरू चाहिँ यता भइसकेको छ, सरिसकेको छ है। र पहिला चाहिँ सार्नु पाएन, सार्नु पाएको भए चाहिँ अलिक यता ठुल्ठुलो हुन्थ्यो है। र यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ पहिल्यै सारेको है। र सारेर पनि है आधी चाहिँ यहाँनिर बाँचिरहेछ मेरो है, देख्न सक्नुहुन्छ। र यो चाहिँ अब 1-2 दिन बादमा सार्छु है। र किनकि अहिले चाहिँ रात पनि पर्न आँट्यो, देख्न सक्नुहुन्छ, अँध्यारो भइसक्यो है। र मलाई सार्नु चाहिँ अलिक निकै टाइम लाग्यो, देख्न सक्नुहुन्छ है। र फेरि अर्को भिडियोमा भेट हुनेछ है। तबसम्मको लागि टेक केयर, बाई बाई।